आमा जति निस्वार्थ माया संसारमा कसैले गर्दैन। ट्रु। आमा भनेको त्यस्तो जसलाई तपाईँले घुर्की लाउनु भयो भने पनि, गाली गर्नुभयो भने पनि, झगडा गर्नुभयो भने नि इमिडिएट माफी कसैले दिन्छ र माया देखाउँछ भने त्यो आमा हो। बा त्यसो नगर न बाबु, तिमी नरौ न, खान्न नभन न, छिटो आऊ न, तिमी त्यहाँ के गरिरहेको छौ, रात परो, यसो उसो भन्ने त्यो आमा बाहेक तुलनामा कोही हुँदैन। त्यसपछि बुबा हो, बुबा हो, आमापछि बुवा हो, आमा बुवासँगै हो। त्यसैले म तपाईँको यो महत्त्वपूर्ण यो कार्यक्रम मार्फत म सबै छोराछोरीलाई एउटा कुरा भन्न चाहन्छु, समयले भ्याइन, पैसाले पुगेन, मलाई फुर्सद भएन, त्यसकारण आमालाई बुवालाई समय दिन सकिन नभन्नुहोस्। ग्रेट। आमा बुवालाई सम्पत्ति त्यस्तो तेरो केही चाहिँदैन। तपाईँले आमालाई घुमाउन मन छ भने अहिले घुमाउनुहोस्।